यदि तपाईहरू डिप्रेसन र एन्जाइटीबाट सफर भइरहनु भएको छ भने यो भिडियो तपाईहरूको लागि। बिनु लामिछाने घिमिरे, पेसाले नर्स। हाम्रो पेटलाई सेकेन्ड ब्रेन भनेर पनि चिनिन्छ। धेरैचोटि देखेको छु जसलाई डिप्रेसन, एन्जाइटी, स्लिपिङ प्रब्लमबाट सफर भइरहनु भएको छ लाई मोस्टली स्टोमक इस्यु पनि हुन्छ, सच एज ब्लोटिङ, कन्स्टिपेसन, एसिड रिफ्लक्स। एक्सन के हो त? रिजन और साइन्स दुईटैले एउटै कुरा बताउँछ कि हाम्रो ब्रेन हाम्रो स्टोमकसँग कनेक्सन छ। ब्रेन र स्टोमक एक अर्कासँग कम्युनिकेट गरिरहेको हुन्छ। मतलब यदि हाम्रो स्टोमक ह्याप्पी छैन भने हाम्रो ब्रेन पनि ह्याप्पी छैन, यदि हाम्रो ब्रेन ह्याप्पी छ भने हाम्रो स्टोमक पनि ह्याप्पी छ। म तपाईलाई बताउँछु त्यो कसरी हुन्छ। स्टोमकले प्रोटिनलाई ब्रेक डाउन गर्छ, ब्रेक डाउन गरेर डिफ्रेन्ट टाइप अफ एमिनो एसिड निकाल्छ। सबै मध्ये एउटा एमिनो एसिड छ जुन जसलाई भन्छ ट्रिप्टोफान। ट्रिप्टोफान हाम्रो ब्रेनमा गएर सिरोटोनिन बनाउनको लागि हेल्प गर्छ। सिरोटोनिन फिल गुड हर्मोन हो जसले गर्दाखेरि हामीलाई ह्याप्पी बनाउँछ। सिरोटोनिनले मेलाटोनिन बनाउन हेल्प गर्छ जसले गर्दाखेरि हामीलाई निन्द्रा मजाले लाग्छ। ब्याकवर्ड जाम, हाम्रो स्टोमक अपसेट भयो भने प्रोटिन राम्रोसँगले डाइजेस्ट नै हुँदैन। प्रोटिन राम्रोसँगले डाइजेस्ट नहुँदाखेरि यो सारा कुरा जुन मैले अघि भनेको थिएँ त्यो प्रोसेस नै मेस्टअप हुन्छ। भएर हामी रुट प्रब्लममा जान पर्यो। रुट प्रब्लम के हो त? गट इस्युज। इस्युलाई कसरी तपाईहरूले ठिक गर्न सक्नुहुन्छ? पहिला सुरु प्रोसेस फुड खाना बन्द गर्नुस्। अभोइड अननेसेसरी मेडिसिन। एक्सर्साइज डेली, इभन फर 30 मिनट अफ वक विल डु द जब। आफ्नो डाइटमा गुड क्वालिटी फाइबर एड गर्न नबिर्सिनु। एउटा कुरा जरुर गर्नुस्। यदि तपाईहरूलाई मेरो यो भिडियो मन पर्यो, कन्टेन्ट राम्रो लाग्यो भने लाइक, फलो र सेयर गर्न नबिर्सिनुस्।